यार साथी, आज भने हामी एकदम फोकस गरेर हौँ है। हामीले आज कम्तीमा 5 घन्टा पढ्नुपर्छ ल। ल एकदम सही कुरा गर्यौ नि। मैले त आज फोन पनि साइलेन्टमा राखिसकेँ। आज मजाले पढ्नुपर्छ ल। भइहाल्छ नि। यसपालिको टुवेल्भको इक्जाममा त हामीले टप गर्नुपर्छ ल। हामी नै बोर्ड टपर भएर निस्किने हो। बोर्ड टपर? म त नेपाल टप गरिदिउँ कि भनेर सोचिरहेको छु। ऊ पनि कति सानो सोच लिएर हिँडेर नेपाल टप गर्नुपर्छ ल साथी। हसेस साले। अहिलेसम्मको इक्जाममा कहिले त पास भएछस्, टर्मिनल इक्जाममा कहिले पास भएछस्? मजाक गर्छ। ल साथी, मैले त यो भालेपुरी इक्जामलाई बाल पो नदिएको त। अब यो बोर्ड इक्जाममा त टप गर्छु ल। त्यस्तो कुरो होइन नि त। ल ल हेरौँला कतिको पढ्ने रहेछस्। बरु अब यसो गरौँ, धेरै गफ नगरौँ, पढ्न थालौँ। पढौँ भने पढौँ। के र, म त रेडी हो अघिदेखि। सुरु गरौँ। साथी, हामी अहिलेदेखि नै यस्तो मरिहत्तेहरू पढ्न थाल्यो के। टाइम त अझै बाँकी छ त। अझै छ 8-9 दिन जति। पढौँला नि मजाले। एकछिन पढेर यस्तो गर्नेले नेपाल टप गर्नेको कुरो गर्छ। पहिले राम्रोसँग पढ्न। 30 मिनट पढेर तैँले नेपाल टप गर्छस्।